खानुभयो म बोल्न दिदी एउटा थालमा खानुभयो भोलि उसै थाललाई नधोइकन खायो भने तपाईले गल्ती हो गल्ती तपाईले गल्ती राजाले गर्यो गल्ती हो तपाईले धेरै गल्ती जुन जुन काठमाडौँमा बस्ने सिट पाउने मान्छे राजाले आफ्नो राजा किनलाई फोहोर गर्यो भने आन्दोलन किन गरेको यो भन्नु त राजाले किन आन्दोलन गरेको ल किन गर्यो ल तपाईले सँग म सोधेको एक शब्द भन्नु भन्न نصيحة لشخصيتك بدلت राजाले अब हेर्नु राजाले जुनसुकै कारणले आन्दोलन गरोस् सिटमा बस्नका लागि मान्दैन किनभने राजाको तपाईले आन्दोलन थाहै छैन त के भन्नुहुन्छ सिटमा बस्नका लागि त्यसले आन्दोलन गर्न लगाएको थियो उसको झोलेहरू पनि को थियो झोलेहरू पनि उसको राजाको झोले छ नि त आन्दोलन किन गर्छ मान्छे त्यो ल तपाई बताउनु त्यो किन आन्दोलन गर्यो ल तपाई नि बताउनु म त थाहा छैन मलाई थाहा छैन किन एरिया हुनुहुन्छ ल किन फोहोर हेर्नुहुन्छ म त फोहोर हेर्छु नि त किन आन्दोलन किन गरेको मान्छे पागल हो किन आन्दोलन गर्यो भन्नु भन्नु किन सेव सन्तोला राजाले चोर्न लगायो ल भन्नु राजाले चोरेको होइन यो गल्ती कुरो तपाईको विचार गल्ती हो किनभने राजाले चोरेको होइन नि राजाको राजावादी पनि त्यो तपाईले भन्न सक्नुहुन्छ ठ्याक्कै जे राजावादीले चोरेको भन्न सक्नुहुन्न तपाईले भन्नुहुन्छ तपाई गल्ती हुनुहुन्छ तपाईको छोरा छ तपाईको छोरा छ तपाईको छोराले गल्ती गर्यो भने तपाईमाथि बोझ जान्छ कि जाँदैन सुन्नु यो सुन्नु पहिला मेरो कुरा सुन्नु त्यो कारण हुन्छ त्यो कारण पहिला पत्ता लगाउनु त्यो छोराको के गल्ती हो के हो हैन तपाईले यति त्यो भन्नु छोरा यदि फरार भयो भने कसले समात्छ सुन्नु छोरो यदि फरार भइदियो भने कसले समात्न जान्छ सुन्नु पहिला एक नम्बरमा म प्रश्न जे गरेको त्यो मलाई उत्तर र मैले भनेको त तपाई त्यो गर्नु भइरहेको छैन होइन तपाईले एउटा कुरा नबुझ्नु भएको के म भन्न चाहन्छु